हेलो गाइज, तपाईहरुलाई फेरि पनि मेरो यो भिडियोमा स्वागत छ र यो भिडियो चाहिँ हेर्नुहोला। सुरु गर्दैछु। त्यस पछाडि भिडियो सुरु गरी म र मेरो बुढी अनि भाइहरू र बुढीलाई चाहिँ मैले जिस्काउँदै थिएँ। अब भ्लगको सुरु भयो भनेको त उसलाई लाज लागेर हेर्नु नि, त्यहाँ लाज मानेर मोरी। त्यस पछाडि भाइलाई देखाएको त उसले भन्छ हिजो त मेरो फ्यान आएको थियो सब्सक्राइब गरेको, मलाई सेल्फी खिच्न भन्छ यार। म चाहिँ गरेँ। त्यसपछि मैले तपाईँहरूलाई भनिसकेको छु आज हामीहरू कहाँ जाँदैछौँ भनेर। कहाँ भन्दाखेरि मल अफ द इम्प्रेसको डे टु डेमा, किनभने केही सामान किन्नु थियो र तपाईँहरूलाई यो भ्यू हेराउँदै म चाहिँ लागेँ बाटोतिर। भ्यू देखाएँ, बिल्डिङ देखाएँ, त्यस पछाडि मेरो बुढीको वाक पनि देखाएँ। हेर्नु न, आमा फेरि भएन भनेर बिल्डिङतिर देखाएँ, चारैतिर कस्तो मजाको। पछाडि दुईजना गफ गर्दै हिँडिरहेको थियौँ होइन। हामी चाहिँ बटरफ्लाई गार्डन हुँदै हिँडिरहेको थियौँ आरतीय बस लिनको लागि। त्यस पछाडि फेरि मैले भने कि भाइहरू कता गयो, आफ्नै पारा। त्यस पछाडि भाइलाई हेरेको त ऊ त पुरा मोडल पारामा वाक गर्दै हिँडिरहेको छ। अर्को भाइ फेरि भिडियो ब्लग गराउँदै हिँडिरहेको छ। त्यस पछाडि हामी बसमा चढ्यौँ र बुढी र म चाहिँ एकतिर, दाजुभाइ अर्को साइडतिर बसेको थियो। मैले बुढीलाई भने यता हेर्नु न भनेको त बुढी त शर्माउँछिन्। त्यस पछाडि मैले भने यो चाहिँ बटरफ्लाई गार्डन हो, तर हामी चाहिँ गएको छैनौँ किनभने हामीसँग पैसा छैन। त्यस पछाडि बुढीलाई देखाएको भयो फेरि। त्यस पछाडि हामी मल अफ द इम्प्रेसमा निक्ल्यौँ। मल अफ द इम्प्रेसमा निक्ले पछाडि यताउताको भ्यू गराइदिएँ भिडियोमा होइन, कस्तो छ भनेर हेरौँ भनेर। त्यस पछाडि भ्यू देखाउँदा आफूलाई पनि देखाउँदै मैले भने कि बुढीलाई हेर्नु न, भिडियो गराउनु पऱ्यो भनेको त बुढी त लाज मानेर हेर न मोरी। त्यस पछाडि एक्लै भयो भने भिडियो बनाउँछु भनेर हेर्नुहोस्। आसपास हेरेको मल अफ द इम्प्रेसको एरियामा पहिला यति धेरै मान्छे हुन्थ्यो, रस हुन्थ्यो होइन, भिड हुन्थ्यो, हरेक कन्ट्रीको मान्छे हुन्थ्यो। अहिले त छैन किनभने पुलिसले बस्न दिएको छैन। अनि यो चाहिँ मल अफ द इम्प्रेस हो र त्यसको उतापट्टिको बिल्डिङ चाहिँ सेराटन होटेल हो होइन। र मल अफ इम्प्रेसमा चाहिँ हरेक ठाउँमा जाने बस, आरटीए बस पाउनेछ। र हेर्नु त अहिले यहाँको हालत गार्डनमा खोइ खासै मान्छे देख्दैन, खाली देख्छ त वाकिङ गर्ने मान्छेहरू देख्छ। र त्यस पछाडि मैले अगाडि एउटा रुख देखेर हेरेको त एकजना केटीले त कति मजाको फुल लिएर गएको। सायद मोरीलाई उसको बोयफ्रेन्डले दिएको होला नि त। मोरी गयो गाडीमा, मैले हेरेँ यत्रो मेट्रोतिर। मेट्रोमा हेरेको त स्लो मोसनमा देखाउँदा त क्या राम्रो देखिरहेको। त्यस पछाडि हेर्नु न, त्यो मेट्रोको पछाडिपट्टिको बुर्ज अरब होटेल, सायद त्यो 7 स्टार होटेल होला, तर मलाई केही मतलब छैन। र म चाहिँ आफ्नो भिडियो बनाउँदै हिँडिरहेको थिएँ र हेर्नु त यहाँ घाम लाग्यो कि के लाग्यो। त्यस पछाडि बुढीहरू मलाई छोडेर गए पछाडि बुढी पक्नुहोस् भनेको त बुढीहरू त अगाडि रहेछ। त्यस पछाडि बुढी थिम गएर गफ गरे, तपाईँ भनेको त मेरो जीवन हो, तिमी बिनाको यो जीवन अधुरो छ भनेको त। यहाँ त उताउति अर्को भ्लगरले पनि भिडियो बनाउँदै हिँडिरहेछ लाम्फेले। त्यस पछाडि मैले भने खल्ली बल्ली भाइ आपुन भी बनाएगा भनेर भने। त्यस पछाडि बुढी त फेरि टर्किन्छ। हेर न, लाज मानेको मोरी हाँस्यो। माया गर्छ नि त, माया गर्छ भनेको त मोरी त एक्लै हिँड्छ। फेरि मैले भने रुकु, मैले भने म अङ्गालो गाठी हालेर तिमीलाई हिँडाल्छु नि भनेको त तिम्रो हाइटै छैन अरे। त्यस पछाडि हामी जब्रा क्रसिङ गरेर अगाडि लागे पछाडि यो जब्रा क्रसिङ गरेर फेरि स्ट्रेट गएर लेफ्ट जानुपर्छ डे टु डेको लागि। हेर्नु न, फेरि रिले खेलेको यिनीहरू त आमा मलाई छोडेर। त्यस पछाडि आरटीए बसको पनि भिडियो बनाइदिएँ फेरि। हेर्नु न, मिठो भ्यू छ फेरि हेर्नु है। हामी चाहिँ डे टु डेतिर लगाएको, हामी त एकछिन त अल्मलायौँ कता जाने भनेर। त्यही पनि खल्ली बल्ली हामीलाई थाहा छ बाटो भन्दै ठुलो कुरा गर्दै हिँडेको त अगाडि फेरि भ्यू त मजाको देखियो। अनि हामी अलमोस्ट डे टु डे पुगिसकेको थियौँ। बुढी चाहिँ के काने मलाई थाहा छ भन्दै अगाडि हिँड्छ। अब डे टु डेको बोर्ड देखेपछि त बच्चालाई नि थाहा छ, बुढालाई नि थाहा छ, जसलाई नि थाहा छ। त्यस पछाडि भाइ फेरि हेर्नु न, यहाँ आफ्नै पारामा के गरिरह होला, चस्मा हेर्छ त। फेरि चस्मा लगाउन सर भनेको त म्याडम पनि यता छ। फेरि त्यस पछाडि चक्लेटहरू हेरिरहेको छ भाइले। चक्लेट हेरे पछाडि त मिलन भाइले पनि भन्छ यो चक्लेट चाहिँ बेस्ट छ भनेर। मैले भने हुन्छ तिम्रो मर्जी। बुढीलाई भने के लैजानुहोस् तपाईँ पनि, भोग्ला होला तपाईँलाई नि भनेको त छैन भनेर हाँस्यो मोरी। त्यस पछाडि हामी चक्लेट सेक्सनमा गयौँ। बुढीले भन्छ यो कस्तो छ होला हौ। मैले भने राम्रो छैन, त्यो त्यस्तो मिठो मात्रै गुलियो मात्रै धेरै हुन्छ भनेर भने। फेरि चाउचाउतिर गएको त यो त क्यारी फोर भन्दा पनि कति महँगो भन्न चाहिँ डे टु डे भन्छ।
यस पछाडि मिलन भाइले पनि हेर्दैछ है त्यहाँनिर फेरि पेन आमामा बन्दुक जस्तो रे हेलिकप्टर जस्तो रे फेरि एकछिन चाहिँ बाल्यकाल याद आयो हेर्नुहोस् न मित्रहरू। त्यस पछाडि मैले पनि झिकेँ म पनि के काम भनेर झिकेको त साला गन पो छ तपाईँ डे टु डे नै रबडी गरिदिउँ क्या भनेर सोचेको। भाइले भन्छ हुँदैन होला हौ दाइ। मैले पनि कहाँ इम्पोसिबल छ र हो भाइ पैसा निकाल भनेर भनेको त उसले त गरेर अभि मैला पो उल्टो मुर्गी टाक्छ यार लैजा नि भाइ यो लैजाऊ भनेर भन्छ। मैले भने हुँदैन कि गोली हान्नु पऱ्यो तिमीलाई भनेको त होइन यस्तो डुप्लिकेट हो रे हेर्नु न फेरि लाइट पनि बोल्छ कि फेरि म चाहिँ आफूलाई नै मारिदिउँ क्या भनेर सोचेको थिएँ। त्यस पछाडि त हेर्नु न त्यहाँ भाइ पनि सरेन्डर भनेको त हार्ड ह्यान्डसअप गर्छ फेरि चोर जसरी। त्यस पछाडि हेर्दा त सक्कली जस्तो थियो। त्यस पछाडि पेनहरू त फेरि डिजाइनको थियो हेर्नु नि त्यहाँ हेलिकप्टरवाला पेन अहिलेको जमाना के हो यस्तो हरेक चिज बनाइदिएको छ त यार। त्यस पछाडि फेरि हेर्नु न टोप हान्ने यो टोप आमा डे टु डेमै खसाल्छ क्या हौ मिसाल त्यस्तो छ यार। अनि त्यस पछाडि बुढी चाहिँ कहाँ गयो भनेको त बुढी त यतातिर गिफ्ट हेर्न गइरहेको छ। मलाई सुन हालेर दिनुपर्छ नि भन्छ। सुनको भाउ कहाँ पुगिसक्यो अब हामीले लाउनुपर्छ पिटल। त्यस पछाडि बुढीले त फेरि मोटी हेर्छ। मैले भनेको यस्तो मोटी लाएर डुप्लिकेट लाएर तिम्रो त्यो शोभालाई तलको स्टोरमा गराउनु हुँदैन भनेको त भाइले फेरि भन्छ रोनाल्डोको फ्यान हाइ रोनाल्डो सु गर्छ। मैले भने पिसा पायो क्या सु गऱ्यो भनेर भनेको त पछाडि बुढीले फेरि देखाउनु त कस्तो छ अरे। मैले भनेको यो त खासै राम्रो छैन डुप्लिकेट हो भनेर भने कस्तो छ भनेर भन्छ फेरि यस्तो राम्रो छ अरे फेरि अर्को चोक गराएर फेरि म चाहिँ एकछिन हेरेको हेरेँ फेरि अर्को भाइ फेरि लुकुर हेर्छ। मैले भने मलाई भिडियो बनाइदेऊ न भनेको त तपाईँ मिसीको फ्यान हो है म बनाइदिन्न भनेर मैलाई दिन्छ फोन यार। मलाई त एकछिन त कस्तो नराम्रो लगायो। पछाडि त म आफै गर्छु म सेल्फ गर्छु भनेर आफै भिडियो रेकर्ड गरेको मिसीको पोस्टर कार्ड देखाउने म गएर फेरि त्यहाँनिर गएर यस्तो देखाउँछु कि सेल्फा भिडियो हेर्नुहोस् मिसीको फ्यान हो आफै निकालिन्छ आफै भिडियो देखाइन्छ भनेर भने। त्यस पछाडि चाहिँ मिसीलाई देखाउँदै आफूले चाहिँ मुस्कान दिँदै हेर्नु रोनाल्डोको फ्यान फेरि उताबाट फेरि हेर्नु न फेरि एन्टीहरू धेरै छ यहाँ एन्टीहरू आमा सकेन नि फेरि भनेर भनिदियो। पछाडि त भाइले हेर्दैछ कहाँनिर रहेछ भनेर रोनाल्डोको उसले भन्छ रोनाल्डोकोमा त यस्तो डोरी भएको रहेछ भनेर भन्छ एन्टी पिस भन्छ। मैले भनेको रोनाल्डोको सबभन्दा चिप भएको भएर किल्लामा ठोकेर किल्लामा झुन्डाउनु पर्छ भनेर भने मिसी भनेको भिभिआइपी भनेर मैले भने डोरीमा झुन्डाउने भनेर। त्यही पनि मैले भने कि रोनाल्डोको पनि म फ्यान हो है दुईजनाको है मैले कसैलाई भेदभाव गर्दैन। त्यस पछाडि हेरेको त हरियाली छ यतातिर हरियाली भएर त म त एकछिन त मिराकल गार्डन गए जस्तो फिल भइरहेको। त्यस पछाडि बुढीलाई देखाएको त वा उसले अनि भन्छ तिम्रो रुममा सजाउँछौ भनेको त उसले भन्छ तिम्रो रुम त मेरो सजाउने जस्तो ठाउँै छैन अरे। त्यस पछाडि यता हेर्दा त हरियाली देख्दा त म त कहाँ जस्तो भयो स्वर्गमा आए जस्तो। बुढी कहाँ गयो भनेर हेर्छु भनेको त उता फेरि हेर्नु न बाबा फेरि मिराकल गार्डनकै उसमा गएर फोटो खिचे जस्तो गर्छ हाँस मरि। अनि भाइले पनि भन्छ यो फुलहरू त खतरा छ अरे। मैले भनेको राम्रो छ। अनि बुढीहरू हेर्नु नि त्यहाँ फेरि पारा। यदि तपाईँहरूलाई रुम सजाउनको लागि केही डेकोरेसन गर्नको लागि तपाईँहरूलाई सामग्री चाहियो भने डे टु डे जानु होला किनभने त्यहाँ सुपथ मूल्यमा पाउँछ। गिटार हेर्नुहोस् न फेरि कस्तो रहेछ भनेर यस्तो रहेछ। खतरा बज्दो रहेछ त भाइ। गिफ्ट त क्या दामी छ यार हेर्नु त यो लाइटिङको गिटार चाहिँ अटोमेटिकली बजिरहेछ। ल लाइट अफ गरिदिएको यसको सिलाउने पनि रहेछ पुरा के हो पारा सिलाउनु छ कसैको कपडा भने यहाँ सम्पर्क गर्नु होला। त्यस पछाडि मजाक गरे पछाडि हात्तीको सुर पनि देखियो। भाइ यो बेच्नुपर्छ ल भनेको त दाइ होइन यो त बेच्न मिल्दैन नि यो त एन्टिक पिस हो भनेर भन्छ। त्यस पछाडि त्यो पनि मैले त्यहीँ राख त नि भनेर भने भाइले राख्यो। त्यस पछाडि टोय सेक्सनमा गएँ टोय पनि हेर्नु न कति धेरै हो कति प्रकारको हो होइन
कति मजाको गिफ्टहरू छ। फेरि अर्को टोर्पे भाइ हेर्नु न, यहाँ ब्लग गर्नुपर्छ भन्दै हिँडिरहेको छु ऊ मोबाइल निकाल्दै। त्यस पछाडि बुढीलाई मैले फर्केर हेरेको त कता गयो भनेको त ऊ त अगाडि अलरेडी। हेर्नु न मान्छेहरू के साह्रो हो बुढालाई छोडेर भनेको। र पछाडि फकाउँदै लाउनु त भिडियो बनाऊँ भनेर भने ऊ चाहिँ उतै हेरिबस्छ। मैले भने आउन हो एकचोटि भिडियो बनाऊँ भनेको त अझ हाँस्छ। किन माया गर्छ अझ अभि नेपाल जाम है रे। फेरि बुढीले हेर्नु न प्लेनमा चढेर भो हुँदैन भनेको त होइन। एकछिन पछाडि त फेरि के निकाल्छ बुलेट बाइक हो रे। म किनिदिउँ बुलेट बाइक भन्छ पो मलाई त। म दुबईमा बुलेट बाइक किनिदिउँ रे मलाई पो। हेर्नु न त्यहाँ मान्छेको अगाडि मरी। त्यस पछाडि टोय हेर्नु न कति मजाको सानो बेबीवाला अचम्मै छ त। पछाडि बुढीले पनि हेरिरहेछ। फेरि मैले पनि भने टाइगर नि हेर्नु न यहाँ टाइगर निहरू। त्यस पछाडि भेडाहरूलाई हेर्नु न आमामा स्याम्पूहरूको सेक्सन हेर्नु। त्यस पछाडि डेटुटीको मिलन भाइ कन्फ्युज भइरहेछ एकछिन। ऊ चुपडार जसरी हात पछाडि राखेर हिँडिरहेछ ऊ। त्यस पछाडि म चाहिँ गएँ यता बिस्कुटको सेक्सन। बिस्कुटहरूलाई देखाउँदै यता मैले खजुरको सेक्सनमा पनि गएँ। खजुरमा भाइहरू कन्फ्युज थियो। मैले भने जान्ने कारण यो लैछ यो राम्रो छ भनेर भने। भाइ फेरि मैले भने सिसुन्छ त्यही उठायो। बुढी त यता पो रहेछन्। भाइ फेरि यता पेमेन्टको सेक्सनमा गएर बसिसकेको। त्यस पछाडि बुढी र म पनि आयौँ। भाइहरूले त्यो सामान राख्यो र मैले भने पेमेन्ट गरेर बस बाहिर निक्ल्यो। बुढीले भन्छ कति राम्रो ब्याग रे। मैले भने तिमीलाई सुहाउँदैन हो बच्चा आएन तिमी भनेर भने। त्यस पछाडि भाइहरूलाई भन्यौँ हामी चटपट लिएर आउँछौँ नेपाली रेस्टुरेन्टबाट। हामी लिन गए पछाडि बुढी र म गफ गर्दै थियौँ। पछाडि यता हेरेको त इन्डियन रेस्टुरेन्ट पनि रहेछ। त्यस पछाडि हामीले अलरेडी लिएर आइसकेको थियौँ चटपट। भाइहरूसँग मिलेर खानुपर्छ छटपट भनेर भाइहरूसँग मिलेर खाँदै थियौँ। चटपट खाँदा छटपट भइसकेको थियो। छटपट भए पछाडि हामीले भन्यौँ भिडियो अलिक मोडल तरिकाले खाइदिनुहोस् न भनेर भन्यौँ दुईजनालाई। हेर्नु न फेरि मोडल तरिकाले खाइदिएको। त्यस पछाडि चटपट भएर हामी चाहिँ अब हिँड्नुपर्छ भनेर भन्यौँ। भाइले चाहिँ आफ्नो सालालाई बाबाई गर्यो। त्यस पछाडि हामीले चाहिँ बिदाबादी भनेर गयौँ। त्यस पछाडि हेर्नु है तपाईँको बुहारी पनि हेर्नु त मेरो बुढी रुला जस्तो गर्छ अब छुट्नु पऱ्यो भनेर। फेरि बिचारा मेरो बुढी। म पनि भने त्यस्तो नगर्नुहोस् भेटौँला अर्को हप्ता नरुनुहोस् भनेर भने। बाबाई भने हक गरौँ न हक गरौँ भनेको त यस्तो मान्छेहरूको अगाडि हक गर्न त मिल्दैन नि भन्छ। फेरि मलाई हटाउँछ ऊ। त्यस पछाडि बुढी चाहिँ लिफ्टको लागि वेटिङमा बसिन्। म चाहिँ अगाडि बढेँ। अगाडि बढ्दै होइन म चाहिँ निक्लिन म पनि पर्छ भनेर अगाडि बढेँ। त्यस पछाडि मैले अगाडिको भ्यूहरू देखाएँ होइन बुढ सडकको। अनि गाडीहरू पनि हिँडिरहेको छ। पछाडि फेरि बुढीलाई मैले थाहा छ कि बाई बाई गर्छ भनेर मैले हेरिरहेको थिएँ। सोचेको त बुढीले त निकै मलाई बाई नै गरिदियो कि। म त यति खुस भएर हेर्नु न पग्ला क्या है भन्दै आफ्नो गाडी चढ्नमा बाध्य भएर म चाहिँ गएर फर्किन पर्यो। किनभने हामी अलग अलग ठाउँमा बसेर काम गरिरहेको छौँ। अनि त्यस पछाडि मैले चाहिँ मिस्सीको फोटो देखाउँदै भने मिस्सी भनेको मिसियो भनेको त उताबाट फेरि रोनाल्डोको फ्यानले मेरो टाउको पछाडि राखेर यस्तो गरिरहेको थियो। त्यस पछाडि भाइले भन्छ म यो भिडियो भाउजूलाई देखाइदिन्छु मिस्सी देखाएको भनेर भन्छ। मैले भने देखाऊ किनभने उसले मलाई यस्तोमा भेदभाव गर्दैन। माया गर्ने मान्छेले सब सपोर्ट गर्छ भन्दै हामीहरू त गाडीमा चढिसकेको थियौँ। त्यस पछाडि हामी चाहिँ घरतिर लागे पछाडि तिन भाइले भन्छ म पनि बाई रे अझ हेर नि चर्तिकला भाइको फेरि। त्यस पछाडि गाडी हिँड्न बाध्य भयो। त्यस पछाडि गाडी हिँडे पछाडि हामी पनि घरतर्फ लाग्दा हामीले रोडहरू देखाइदिउँ होइन। जस्ट 15 मिनटको मल अफ द इम्प्रेसबाट हाम्रो घर जानको लागि हामी चाहिँ अलमोस्ट पुगिसकेको थियौँ। र हेर्नु न फेरि भाइको चर्तिकला आमामा सक्दैन नि फेरि। त्यस पछाडि चाहिँ हामी गाडीबाट निक्ले पछाडि कार टपअप गरेर घरतिर लाग्यौँ तिन भाइ। चाहिँ मैले चाहिँ एउटा झोला ल्याउँ म बोकिदिन्छु भनेर मैले बोकेँ होइन। तिन भाइ लुकुर हिँड्यो घरतिर। पछाडि चाहिँ हामी भिडियोको अन्त्यतिर आइसकेको थियौँ। अब अर्को भिडियो चाहिँ सायद नेक्स्ट हप्ता हुनेछ भन्दै होइन बटरफ्लाईको भ्यू देखाउँदै मेरो भिडियो चाहिँ यहीँ समाप्त गर्दैछु। बाई बाई।